जो पनि अप्पर वाटर रिभर क्रसिङ गर्छ भने यो जाने फ्रन्टेजतिर चाहिँ आफ्नो सिरलाई पार्नु पर्यो। अलि यो खुट्टालाई चाहिँ सिधाइमा राखेर टाउकोलाई चाहिँ थोरै झुकाएर यसरी यहाँ त ठुलो खोला छ, नदी छ होइन, यो त हामी तर्न सकिँदैन नि, त्यो अवस्थामा यसरी गरिन्छ। डोरी चुल्यो भने त छैन, डोरी चुल्यो होइन, यो एकदम त्यही त अलिकति डोरी बलियो होला। यो के रहेछ? अन्डर वाटर हो कि अप्पर? सबै हामीले खिच्न पाइन्छ भाइ? पाइन्छ पाइन्छ। यसरी के भयो अब यो यहाँ बिचमा ठुलो खोलो छ भने सुन्नुहोस् है, यो ठुलो खोलो, यो खोलामा यसरी चाहिँ गरेर उहाँहरू के गर्यो, अब आफू कहाँ जानु लाग्यो त्यहाँ र उता आफ्नो बाटो जानु। अब यसले म देखाउँछु नि भएन, यहाँ पनि अब के अरे यस्तो के अरे यो नभएको ठाउँमा कुनै पनि ऊ भएन, तर के छ योभन्दा फेरि बनाउन नसकेको खण्डमा यसरी गरिन्छ। हामीले अन्डर वाटर रिभर क्रसिङ गर्नुपर्ने हुन्छ। अब अन्डर वाटर चाहिँ कसरी गर्ने भने उहाँ यसले पानीमा चाहिँ कसरी आउने भने उहाँहरू उता हेर्ने अब तपाईँ यहाँ बस्नु त बसेर हेर्नु त देखाएको छ सबैले अलिकति हाई देखेको छ नि उता नभएको ठाउँमा चाहिँ समतल जमिनमा तराईको भूभागमा पार गर्नको लागि चाहिँ अन्डर वाटरको प्रयोग गरिन्छ। यसको लागि हुक गरिरहेको छ, क्याराबिनर हुक गर्न पर्यो। यहाँ एकदमै गहिरो छ है, गहिरो छ अथवा ठुलो खोलो छ भने यो गहिरो चाहिँ अहिले गहिरो छ भने सोच्नु तिमीहरू क्या गहिरै छ। हेर खोइ नानी छ यहाँ त्यो खोलेन खोइ कहाँ हो त्यो Right,